एकदम सन्चै छु। अनि धेरै पछि आएँ म चाहिँ है भ्लग लिएर चट्ट 12मा। अहिले चाहिँ म कालेको घर जाँदैछु होइन। हामी चाहिँ अब कहाँ जानला त्यहाँ काटेसम्म होला तपाईँहरूले होइन। अन्त हामी चाहिँ अब यहीँबाट हो कि हामी चाहिँ अब चट्ट कहाँ भने उता तिलीचोसम्म जान लाग्यो। भ्लगमा बोल्दा बोल्दै म चाहिँ बाटो बिर्सिछु। काट्नु पाइँदैन होला अब यहाँबाट। है चट्ट 12मा हामी चाहिँ अब यसपालि अस्ति गोसाइकुण्ड जाँदा 3 जना मात्र थियो। अब यसपालि 4 जना छौँ। हाम्रो चित्ते दोष थप्या छ है। चट्ट जाँदैछौँ हामी चाहिँ। म चाहिँ रोड क्रस गर्नु पऱ्यो। यहाँ डरै लाग्छ यार। कहाँबाट आएर कट्टो खाइरह अनि बोल्छु। डर लाग्यो यस्तो माटोमा होइन। ल कति हो चट्ट 12मा हो चिसो छ है। चट्ट अब यहाँबाट शिवमलाई लिन्छु। शिवमलाई लिएर चित्तेको घर जान्छु। चित्ते भन्दा हाम्रो हेमन्त है। हेमन्त है माताले कुकुरहरू कति धेरै हो। डरै लाग्छ बाटो कुकुर देखिने होइन। त्यसको घर जान्छु। त्यसको घर गएर अनि हामी निस्किन्छौँ त्यहाँबाट। एक किताब हान्नु मन लागिरहेको छ है। घरबाट फेर्नु त फेरेको बाटोमा आउँदा आउँदै पानी धेरै खाइएछ कि बिहान। त्यही भएर चाहिँ चट्ट 12मा यो चाहिँ हाम्रो कालेको घर जाने बाटो है। यो चाहिँ कहिले काहीँ त्यही हो। ल म बाटोमा अब म प्रायः बाइक चाहिँ चलाउँदिनँ होइन। आज म पछाडि बस्ने हो। कालेले चलाउँछ होला मेरो बाइक। मलाई बाइक चलाउनु हुने छैन। बिचतिर कालेलाई गाह्रो भयो भने चाहिँ चलाउँछु म होइन। नत्र म पछाडि बस्ने हो। त्यही हो। काले घर आइपुग्नु लाग्यो। चट्ट आइपुगिसक्यो। कुन चाहिँ हो यो हो कि त्यो हो। घरमा रङ लाएर उयो हो। यो के हो कि यो कन्फ्युज भयो। यो हो। ल आइ त पछि अब जानमेल देखाउँला। फाइनल्ली लाग्यो ट्रेकिङतिर। फाइनल्ली छिर्यो है। के भन्छ यो सानो जाने बाटो है। कस्तो 12मा यस्तो 12मा भइरहेको होइन। बाइकिङ छ यहाँ। बाटो यस्तो छ। अब सिधै बेसी चढ्नु है। एक 2 लड त हान्नै पर्ने हुन्छ। यो जाला धेरै अगाडि नलगाइदियो। हामीले रोकिने त्यहाँमाथि रोकिने भनेको अलिक भ्यू हेर्ने ठाउँमा रोक्नु भन्थ्यो। अहिले गाइजहरू फाइनली कहाँ पुग्यो यो बेसी सहर है। चट्ट 12मा बेसी सहर पुग्यो। त्यहाँ अब यहाँबाट सुरु छ बाटो। यी देख्न सक्नुहुन्छ के हो मेरो आँखा मतिर भएको के हो। ऊ आछ झोलुङ्गे पुल। चट्ट खतरा ठाउँ खतरा। ओइ देख्न सक्नुहुन्छ भ्यू कस्तो छ। केटाहरू पछाडि आउँदै जाँदैन। साँझै जाने बाटो बेसी सहरबाट। डाँडो पाखा यस्तो डाँडो त कति कट्नु पर्ला है। तिल चाहिँ अन भन्थे कति कट्नुपर्छ त। अनि चाकमा त कति अनि चाक चाहिँ दामी दुख्छ क्या होइन केटा हो। म फेरि यस्तो धनी भएको छु कि होइन। मेरो पर्समा नि पैसा आइफोन है। खतरा धनी भएको छु नि म। सब जिम्मा मेरो भएको छ। सबभन्दा भारी ब्याग नि मेरै होला। तर नि गइन्छ होइन। पानीहरू यहाँ त झर्नाहरू त मिठो आउनु रहेछ नि त। मुखसँगै छिटाएर पानी हो। ल झ्याप्पै आउनु नि हो। आँखामा पर्छ नि पऱ्यो। आँखा त
गाइजहरू हामी चाहिँ अहिले टक्क निस्किन लाग्यो है कहाँबाट तामे टक्क तामेबाट निस्किन लाग्यो हामी चाहिँ त्यहाँ छ वाइबीको बाइक है काम खतरा लागेछ मैले त बिहान रुगा लाग्यो होइन चट्ट पारामा होला हो अनि यो बाटो आउँदा चाहिँ अरूको भरमा नआऊ है गाडीतिर बाइकमा आऊ दुईजना उक्लिन गाह्रो मानेको थियो कि ब्याग बोकेर कसरी उकालिरहेको थियो अरे यसले यहाँ अब हामी खाङसार पुगेर खान्छौँ त्यसपछि ट्रेकिङ सुरु हाम्रो अहिले चाहिँ धेरै नगरौँ खाङसार नगर म चार्ज त हाल्छु पुगिरहेको छ मोबाइल चार्ज हाल्नु गाइज फाइनली घाताङ आइपुग्यो है हिजो बस्ने भनेको ठाउँ तर हिजो आउनु सकिएन धेरै ढिला भएर यहाँको चाहिँ यो मनाङ भ्याली भन्ने चाहिँ अलिकति फेस के अरे उ रहेछ क्या यो तर यो घाताङको इन्ट्री चाहिँ बवाल बनाएको है त्यो झन्डा यताउता बाटो बाटो केटा भित्ता पेल है भित्ता पेले अन्त त भित्ताले हामीलाई पेल्दैन अहिले होइन अलिक भित्ता पेला हो भित्ता यो बाटो बाटो ओ कडा कडा नौमी रे के खाङसार चाहिँ पुगेको छैन अहिलेसम्म है टाइम त लाग्दैन के अरे केटा हो फाइनली खाङसार आइपुग्यो है बाइकको त्यहाँ केटाहरू पार्किङ हान्दैछन् पारी सो केटा हो फाइनली हामी चाहिँ खाङसारबाट टक्क बेस क्याम्प तिलिचोतर्फ लागिसक्यौँ अहिले चाहिँ हामी टक्क बेस क्याम्पमा जान्छौँ होइन आजको दिन केटाहरू रेडीमा छन् म पनि रेडीमै छु ट्रेकिङ ल रक्षा गर है ल बाटो अलिकति डेन्जर छ होइन मेरो चाहिँ ढाडले खत्रै हानिसक्यो है त्यही भएर म चाहिँ लट्टुकै सहारामा छु के भन्छ यो ट्र्याक चौरी गाई ओ गाइजहरू झोलुङ्गे पुल आयो ओइ भाइबे बनाऊ न जुम गरेर भिडियो बनाऊ न तिमी बनाऊ न कस्तो हो भिडियो बनाऊ यसरी माथिबाट गर्छ ओए तल चाहिँ हेर्नु हुँदैन रहेछ यार यता नि देखौ अलि लामो पुल
चलो हो ल्यान्डस्लाइड एरिया आउनु लाग्यो है म अगाडि गर्दै देखाउँछु त्यो चाहिँ केटाहरू हिँडिरहेको छन् ल्यान्डस्लाइड एरिया केटाहरू बोलाइरहेको छन् यहाँ एक्लै गरेर चाहिँ घिस्रिनी हो क्या दोस्त यार के यार तिमी यार बना छ हिँड्ने बाटो पहिला टेकेर एकचोटि टेस्ट गरेर हिँड है बरु केटा एकचोटि टेस्ट गरेर हिँडे हुन्छ केटा हामीले बेस क्याम्प चाहिँ देखियो त्यहाँ है अब गोप्रोबाट कस्तो आउटै हुन्छ जुम हान्न पछि क्वालिटी घट्छ मेरो आइफोन हल्का फस्या छ एउटा ठाउँमा आइफोन मेरो मोबाइल चाहिँ हल्का फस्या छ एक ठाउँमा अब एडिट गरेर काट्छु नि त के भयो त बाटो हामीले कस्तो कस्तो कटायौँ देखिहाल्नु भयो होला होइन कति स्ट्रगल गरेर आएको छौँ हामी अब गएर कस्तो भात दन्काइन्छ होला 5:40 भएछ जस टाइममै आइपुग्यो रमाइलो लाग्यो हैन जाने बित्तिकै एउटा यस्तो बालेर तातो पानी खान्छु नि म कस्तो दब्बिने क्या है तर हिँड्दाखेरि पीछे त देखो ए भिडियोमा देखाए जस्तो त केही पनि देखिँदैन क्या तर ए रियलमा देखाए जस्तो त केही पनि देखिँदैन कि भिडियोमा त्यही पनि होइन यसो देखाइदिएको छु जस देखिन्छ होला ठिक्क ठिक्क होइन रियलमा त राम झन् यत्रो स्ट्रगल पछि आइस् त हामी मामफुली होइन काठमाडौँमा बसेर हुर्केर मामफुली पुलपुलेहरू यस्तोमा हिँड्नु अनि कहाँ हामीलाई त स्ट्रगल धेरै